जोजोला पापा सपी नेपाल भाषा सेकीको युट्युब च्यानल तिम्ला जले लस्कुस्तु जे हाग्न सिकपिन्द थौ नेपाल भाषा सेनेत वया छोना नेपाल भाषा सयका दिसा व नेपाल भाषा इत लिपाथेङ्क मका दिसा व नेपाल भाषा यो ब्लग न सोया दिसा तो ब्लगे फेसबुक पेज फेसबुक ग्रुप दको यो लिंक न दुथुके र आजको हाम्रो घरसँग सम्बन्धित च्याप्टर छ जस्तै कि घरमा पाउने कुराहरू र घरको पार्टहरू घर पुरानो जुन यो माटो र काठले बनेको घरको र कुनै कुनै कुराहरू चाहिँ मोडर्न घरको लागि पनि त्यही हो जस्तै कि अब बैठक कोठा चाहिँ नि मोडर्न घरमा र पुरानो घरमा एउटै भन्छ र सुरु गरौँ आजको नम्बर 1 नम्बर 1 मा चाहिँ नि ऐना ऐनालाई चाहिँ नि नेपाल भाषामा न्याक भन्छ न्या न्या क न्याक न्याक त्यस्तै गरी अब घरमा अर्को पाउने कुरा भनेको बनचोरो आजभोलि त कमै पाउँछ होला बनचोरोलाई पा भन्छ पा त्यस्तै गरी बत्ती बत्तीलाई चाहिँ नि नेपाल भाषामा मट भन्छ मट त्यस्तै गरी बत्ती भन्ने बित्तिकै त्यो बत्तीको त्यो दियोलाई चाहिँ नि पाल्चा भन्छ दियो पाल्चा 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 त्यस्तै गरी बिर्कोलाई चाहिँ पुसा भन्छ पुसा अब बिर्को भन्ने बित्तिकै आजकल त हामी कोक बोतलको बिर्को याद आउँछ माइन्डमा तर अब किटलीको बिर्को पनि हुन सक्छ त्यो अब कुनै अर्को भाँडाकुँडाको बिर्को पनि हुन सक्छ जस्तै भुइँको टुक्रा यो भुइँको टुक्रा नयाँ घरमा त हुँदैन पुरानो माटो र काठको घरमा चाहिँ नि भुइँ चाहिँ नि अब गोबर राखेर रातो माटोले लिपेको हुन्छ अनि त्यो बच्चाहरूले कोट्याउँदाखेरि चाहिँ त्यो टुक्रा टुक्रा भएर आउँछ त्यसलाई चाहिँ ब ब पुइङ ब ब ब मात्र होइन ब हो ब पुइङ ब पुइङ त्यस्तै गरी रातो माटोलाई चाहिँ ह्याउचा भन्छ ह्याउचा ह्याउ अर्थात् रातो र चा मिन्स माटो त्यस्तै गरी बैठक कोठालाई चाहिँ चोट भन्छ चोट त्यस्तै गरी भुइँ जुन भुइँलाई चाहिँ ब भन्छ ब भर्याङलाई चाहिँ नि स्वाने र त्यस्तै गरी काठको भर्याङलाई चाहिँ नि सियो स्वाने भन्छ फलामको भर्याङलाई नयु स्वाने भन्छ सियु नयु सियु अर्थात् काठको नयु अर्थात् फलामको त्यस्तै गरी भर्याङ मुनि भन्नको लागि चाहिँ नि स्वाने तले स्वाने तले भित्तालाई चाहिँ अङ्ग त्यस्तै गरी घर बनाउँदाखेरि यो भित्ता उठाउने कामलाई चाहिँ नि अङ्ग दन्यु भनेर भनिन्छ त्यस्तै गरी त्यो भित्ता पत्काउनु पर्यो भने चाहिँ अङ्ग पियु त्यस्तै गरी चुकुललाई चाहिँ चुकु भन्छ चुकु छेउलाई सिथे त्यस्तै गरी चोक अब चोक भन्नाले बाटोको मिलन भएको चोकलाई पनि अब चोक नै भन्छ जस्तो लाग्छ मलाई नेपालीमा किनभने नेपालीमा चाहिँ नि दुईटा बाटो अथवा तीनटा बाटो त्यो मिट भएको जुन पोइन्ट छ त्यसलाई चाहिँ चोक भन्छ जस्तो लाग्छ मैले चाहिँ नि अब यो चोकको मिनिङ चाहिँ नि यहाँ त्यो भन्न खोजेको नि चोक भन्नाले चाहिँ हामीले चुको भन्छ चुको भनेको चाहिँ कस्तो भने दुईटा तीनटा घर हुन्छ त्यो घरको बिचमा चाहिँ एउटा सानो स्पेस जुन अब एक आना भन्दा पनि कम अथवा एक आनाको जुन स्पेस हुन्छ त्यो चारैतिर जुन खाली सार्वजनिक एउटा स्पेस हुन्छ त्यसलाई चाहिँ चुको भनिन्छ अब कुनै चुको चाहिँ अब 4-5 वटा घर हुन्छ र 4-5 वटा घरको चारैतिर 4-5 वटा घर घेरिएको हुन्छ त्यसको घरको मुनि एउटा गल्ली हुन्छ त्यो गल्लीबाट एक्जिट पोइन्ट हुन्छ त्यहाँबाट भित्र बाहिर गर्नको लागि र त्यसमा एक आना जति जग्गा अथवा त्योभन्दा सानो अथवा त्योभन्दा अलिक ठुलो ठाउँ भएको हुन्छ त्यसलाई चाहिँ चुको भनिन्छ ननी चुको भन्दा चाहिँ ननी अलि ठुलो हुन्छ
ननी चाहिँ अब अलि बढी नै स्पेस हुन्छ र धेरैवटा घर चारैतिर भएको हुन्छ। त्यस्तै बाहा बाहा भन्नाले यो बुद्धिस्ट बिहार भएको ठाउँ, त्यो चाहिँ ठुलो एरिया हुन्छ। र हाम्रो माइन्डमा चाहिँ बाहा भन्ने बित्तिकै अब आजभोलि त बहाल भन्छ, बाहा भन्दा नि बहाल भन्छ, त्यो खास एक्ज्याक्ट चाहिँ बाहा हो। र बाहा भन्ने बित्तिकै हामीले ठुलो एउटा चोक भन्ने हामीले बुझ्छौँ, तर ठुलो चोक भन्दा नि बुद्धिस्ट मोनास्ट्री अथवा बुद्धिस्ट बिहार भएको ठाउँमालाई चाहिँ बाहा भनिन्छ। चुलोलाई चाहिँ नि हामीले भुटु भन्छौँ, भुटु भुटु भुटु। त्यस्तै गरी छ्याङ राख्ने माटोको भाँडा, त्यसलाई चाहिँ सोमा भन्छ, सोमा। र छ्याङलाई यो माटोको भाँडामा पनि राखिन्छ र किटलीमा पनि राखिन्छ, जुन च्यार्नी भन्छ, च्यार्नी। त्यस्तै गरी छानालाई पौ, चुलेसी कुई, डाडु तव, दलिन तली। त्यस्तै गरी ढोकालाई चाहिँ नि खापा भन्छ, खापा। धारालाई चाहिँ हिटी, धागो सुका। त्यस्तै इँटालाई चाहिँ अपा भन्छ, अपा। कसैले आपा पनि भन्छ, कसैले अपा भन्छ। त्यस्तै गरी अब यो इँटा पनि थरीको हुन्छ, कुनै काँचो कुनै पाकेको। जस्तै कि पहिलेको घरहरू धेरै पुरानो घरहरूमा चाहिँ काँचो इँटा हुन्छ, जस्तै कि अब त्यो माटो नै हो तर माटोलाई नै अब इँटा बनाएर लेयर राखेको, माटोको इँटालाई सुकाएर मात्र राखेको, त्यसलाई नपलेको चाहिँ त्यसलाई चाहिँ अब कच्यु अर्थात् काँचो, कच्यु अपा। यो चाहिँ अब यो चाहिँ पुरै माटोको घर जस्तै हो। त्यस्तै गरी अब पकाएको अपा, जस्तै कि पकाएको अर्थात् त्यो आगोमा पोलेको रातो जुन स्ट्रङ हुन्छ त्यो इँटालाई चाहिँ बु अपा भन्छ। र कसैले ह्याङ्गु अपा पनि भन्छ, ह्याङ्गु अर्थात् रातो भएकोले ह्याङ्गु अपा पनि भन्छ। र त्यस्तै गरी यो छतमा राख्ने जुन पातलो खालको इँटा त नभनौँ त्यसलाई, अब छतमा राख्ने जुन पुरानो ट्रेडिसनल घरहरूमा हुन्छ छतमा राख्ने, त्यसलाई चाहिँ एपा भन्छ। पातलो खालको इँटा चाहिँ अब इँटा भन्दा पनि त्यो इँटा जस्तै हो तर एकदम पातलो खालको, अलिकति फरक इँटा भन्दा अलिक फरक हुन्छ, त्यसलाई चाहिँ एपा भन्छ। र एपा पनि दुई थरीको हुन्छ, एउटा ठुलो हुन्छ एउटा सानो हुन्छ। मैले देखेकोमा चाहिँ दुई थरीको देखेको छु मैले। एउटा लगभग A4 साइजको जति हुन्छ, त्यो ठुलो भयो एपा, अनि अर्को चाहिँ A4 साइज भन्दा हाफ भन्दा पनि अलिकति सानो हुन्छ। यो एपा चाहिँ अब प्राय जस्तो छतमा राख्नको लागि मात्र युज हुन्छ। र यो इँटा जस्तो स्ट्रङ हुँदैन, अलिकति चाँडै ब्रेक गर्न सकिन्छ यसलाई चाहिँ, एपालाई चाहिँ। त्यस्तै गरी गाग्रीलाई चाहिँ कह, हँसियालाई इँचा। सुरुमा गर्ल्स फेभरेट ऐना आएको थियो, अहिले बोइज फेभरेट हुक्का आएको छ। हुक्कालाई चाहिँ नि नेपाल भाषामा वखा। त्यस्तै गरी अब हुक्कामा माथि राख्ने जुन माटोको हुन्छ जसमा कोइला राखिन्छ र त्यो सुर्ती पनि राखिन्छ, त्यसलाई चिल भन्छ, चिल। त्यस्तै गरी त्यो सुर्ती जुन त्यसमा राख्ने सुर्तीलाई चाहिँ बजा। अनि त्यो कोइला त्यो यो चिलको माथि भित्र राख्ने र यो बजाको माथि राख्ने जुन कोइला हुन्छ त्यसलाई चाहिँ ह्याङ्वा। र अब यो हुक्का खाइसकेपछि जुन त्यहाँ पानी हुन्छ त्यो पानीको चाहिँ अब त्यो पानी चाहिँ नि अब अलिकति ब्राउन कलरको, त्यो अलि स्मेल आउने खालको, जुन अब त्यो सुर्तीको स्मेल अरू छुट्टै स्मेल आउने खालको हुन्छ, त्यसलाई चाहिँ नि वखाती भन्छ, वखाती। र यो हुक्का चाहिँ बाँसको पनि हुन्छ, काठको पनि देखेको छु। अहिले त अब डिफ्रेन्ट टाइपको हुक्काहरू पनि छ। त्यस्तै गरी झ्याललाई झाडुलाई च्वाफी, झोला,
मिचा मिचा। त्यस्तै खोपा, यो चाहिँ पुरानो घरमा पिट्टा बाक्लो बाक्लो हुन्छ। यो ठुल्ठुलो अलि बाक्लो हुन्छ र त्यो पिट्टाको बीचमा चाहिँ नि अब सानो पाल बनाएको हुन्छ। त्यो पालमा चाहिँ केही कुराहरू राख्नको लागि हुन्छ र त्यसलाई चाहिँ ग्वाख भन्छ, ग्वाख। त्यस्तै गरी खम्बा, खम्बा भन्नाले अब त्यो पुरानो घरमा त्यो जुन अहिलेको पिल्लर जस्तो नयाँ मोडर्न घरको पिल्लर जस्तो हुन्छ, त्यसलाई चाहिँ थाँ भन्छ। त्यो काठको हुन्छ, थाँ। त्यस्तै खललाई चाहिँ लोमा, लोमा र खलमा जुन कुट्ने सानो चाहिँ हुन्छ त्यसलाई चाहिँ लोमाया मचा, लोमाया मचा। त्यस्तै गरी कुन्ना, जुन कुन्ना हुन्छ त्यसलाई चाहिँ नि ट्याको, ट्याको, ट्याको। त्यस्तै गरी कौसी, कौसीलाई कसी, कसी। खाटलाई चाहिँ खाता, खाता। कुचो, टुफी, टुफी। अर्को मासु काट्ने जुन काठ हुन्छ किमा बनाउनको लागि प्रायः जसो प्रयोग गरिन्छ, त्यो काठलाई नेपालीमा चाहिँ मलाई ठ्याक्क वर्ड आएन। त्यो जुन काठमाथि राखेर मासुलाई किमा बनाइन्छ, त्यो मेसिनबाट नगरिकन त्यसलाई चाहिँ ट्वाक भन्छ। त्यो काठलाई चाहिँ ट्वाक भन्छ, मासुले किमा बनाउने काठलाई ट्वाक। त्यस्तै गरी अब त्यसलाई लाट्या ट्वाक पनि भन्छ। अब जस्तै कि किमा नबनाइकन कुनै अब हड्डीहरू त्यो काट्नको लागि युज गर्ने चाहिँ लाट्या ट्वाक अथवा ट्वाक। ट्वाक भन्ने बित्तिकै अब हामीले मासु काट्ने भन्ने बुझ्नुपर्छ। त्यसमा अब किमा पनि बनाउन सक्छ, अब मासु पनि काट्न सक्छ। मकल, म क, मक, मक। लेफ्ट, ख व, खव, खव। त्यस्तै गरी राइटलाई चाहिँ नि जव भन्छ, जव खव। राइट लेफ्ट भन्नु पर्यो, जव छव खव, यो डिरेक्सनको कुरा भयो। अनि त्यस्तै गरी हातको कुरा भयो भने चाहिँ नि जव खव भन्दैन कि जवौला डेपौला। लेफ्टलाई डेपा भन्छ, डेपौला, जवौला, डेपौला। यो चाहिँ नि डाइरेक्सनको कुरा भयो, जव खव। त्यस्तै गरी अब लेफ्टमा जाऊ भन्नको लागि डेबा हुँ, राइटमा जाऊ भन्नको लागि जवे हुँ पनि भनिन्छ। त्यस्तै गरी माथि चुए, चुए। नाल, नाललाई टुँ, टुँ। त्यसै गरी ओड्ने, ओड्नेलाई चाहिँ खासो चाहिँ होइन, सुत्दाखेरि ओड्नेलाई फाङ्गा, फाङ्गा, फाङ्गा। अब यो सिरक पनि हुनसक्छ, ब्ल्याङ्केट पनि हुनसक्छ। ओछ्यान, लासा, लासा। पर्खाल, पखा, पखा, पखा। पानी, ल, ल। सिरक, सिल, सिल, सियो। मुलु, मुलु। त्यस्तै गरी तल भन्नु पर्यो भने चाहिँ नि कोए, कोए। त्यस्तै गरी अब एक फ्ल्याट तल भन्नु पर्यो भने चाहिँ कुने, कुने। थाल, डेमा, डेमा। यो थाल, थालको चाहिँ नि अब डिफ्रेन्ट भेराइटीको थाल हुन्छ। जस्तै कि अब कुनै अब प्लास्टिकको, कुनै मेटलको, मेटलमा पनि फेरि डिफ्रेन्ट टाइपको पनि हुन्छ। ताला, ताला, ता, ता। तावा, ड्वा, ड्वा। तकिया, पङ्गा, पङ्गा। र तकिया थरीथरीको तकिया हुन्छ। अब पहिले मैले देखेको त अब त्यो तोरीको गेराको त्यसको पनि तकिया देखेको छु।